अब काम त खुलित्ते रहेछ नि मुन्ना भन्ने जस्तै होइन अब हल्का एक दुई चढाएपछि चाहिँ ऱ्याप हान्न सक्छ अरे है गाइस टेक्नोलोजीलाई चाहिँ होइन यो भिडियो हेरेर अब एग्रेसिभ नभइदिनु होला होइन अहिले चाहिँ है केटीहरूको लागि मात्रै कफी किनिदिन्छ। हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि अहिले चाहिँ म कामतिर जानु लागेको है गाइस, देख्न सक्नुहुन्छ आजको मौसम चाहिँ यस्तो छ है, हल्का पानी पर्न लागेको छ अनि त्यसपछि हल्का जाडो जाडो बन्छ है। तर म चाहिँ अब अहिले कामतिर जान लागिरहेको छु है, देख्न सक्नुहुन्छ मेरो साइकल है। अनि अब म चाहिँ यहाँदेखि स्टेसनसम्म चाहिँ घरदेखि चाहिँ साइकलमा जानुपर्ने हुन्छ है गाइस। म साइकल यहाँ पार्किङ गरेर अब कामतिर जान लागेको है। अनि देख्न सक्नुहुन्छ यो चाहिँ म है, देख्न सक्नुहुन्छ फाइनली होइन गाइस, म चाहिँ देख्न सक्नुहुन्छ ट्रेन स्टेसनमा आइपुगेँ है। अनि म चाहिँ अहिले यतापट्टि जाँदै गरेको अनि मेरो यतापट्टि चाहिँ मेरो साथीहरू छ कि, अनि हाम्रो स्क्वाड भनौँ न। अनि यहाँ बस्नुपर्ने हुन्छ, हामी चाहिँ जहिले पनि लास्टतिर बसिरहेको हुन्छौँ कि सबैजना। अनि एउटा भाइलाई चाहिँ अघि मैले भर्खर भेटेको थिएँ है गाई छ, अनि त्यो भाइले चाहिँ पैसा नभए पनि जुस किन्दैछ कि गाई चाहिँ। हेलो गाई छ होइन, फाइनली म चाहिँ अब आइपुग्यो होइन ट्रेनभित्र। अनि यो चाहिँ हाम्रो सबैभन्दा ह्यान्डसम भाइ होइन। अनि यता चाहिँ हाम्रो खतरा दिवेश है, हेलो गरिदिनु नि त। अनि यतापट्टि छ हाम्रो खतरा ह्यान्डसम है। अनि हाम्रो चाहिँ कस्तो छ भने होइन गाइस, स्क्वाड पनि कस्तो छ भने सबै अब ह्यान्डसमको स्क्वाड छ कि। अब यो यतापट्टि बस्ने भाइलाई देखेर त होइन सबैजना फ्ल्याटै हुन्छ। अनि यो मान्छे चाहिँ अहिले काम गर्ने ठाउँको हिरो हो कि। अनि यो भाइलाई नचिनेको चाहिँ कोही पनि मान्छे छैन कि गाइस है। अनि सबैले चिन्छ है। अनि हाम्रो त्यो हामी काम गर्ने एरियामा यो भाइको नाम चाहिँ फेरि फेमस छ कि, सबैले यो भाइ भन्ने चिज सबैजना मरिहत्ते गर्छ होइन, त्यस्तै हो गाइस है। अनि अहिले हामी चाहिँ अब जान लागेको, ट्रेन चाहिँ हिँडेको छैन है गाइस। अहिले चाहिँ हामी अब कामतिर जाँदै हो, ट्रेनमा त्यस्तो भिडियोहरू बनाउनु पाउँदैन नि त, त्यही पनि बनाइरहेको। अनि यो भाइ चाहिँ हाम्रो ह्यान्डसम भाइ खतरा छ होइन। यो भाइको चाहिँ फेरि कपाल देखेर डराउँछ कि सबैजना, देख्न सक्नुहुन्छ है। यो चाहिँ भाइ उता फर्क त, उता फर्क न, कपालै खतरा कि, फेरि लजाइदिइरहेको यो भाइ देख्न सक्नुहुन्छ है। Oh my God! Wow! A few moments later. फाइनली गाइस होइन, हामी चाहिँ अब काम गर्ने ठाउँको नजिकैको स्टेसनमा आइपुग्यौँ है। अनि यो ठाउँको नाम चाहिँ मिनाई फुनाबासी स्टेसन भन्छ है। हामीले काम गर्ने ठाउँको नाम चाहिँ मिनाई फुनाबासी हो है। अनि गाइस हामी चाहिँ हिँड्दै गरेको, सबैजना हिँड्दैछ है। अनि आज चाहिँ छुट्टी भएको कारणले गर्दाखेरि हल्का है हामी घरबाट बिस्तारै अब खानासाना खाएर आएको हो नि त है। अनि छुट्टी नभएको बेलामा चाहिँ फेरि एकदमै गाह्रो हुन्छ कि है गाइस, गएकोबाट अब कुदेर आउनुपर्ने हुन्छ है। अनि गएकोबाट कुदेर आएर खानासाना पनि खानु पाउँदैन कि, खाना खाने टाइम नि हुँदैन। अब घरमा त जानु पाउँदैन है गाइस, किनभने अब घरमा जाने टाइमै हुँदैन। अनि सिधै गएकोबाट आएर यहाँ खाजा खाने टाइम पनि हुँदैन। अनि त्यसपछि हामी चाहिँ जस्तो अब सिधै काममा गएर है, अनि सिधै काममा गएर अनि त्यसपछि हामीले चाहिँ ब्रेक टाइम हाम्रो 5 बजे हुन्छ है। अनि ब्रेक टाइममा चाहिँ खाजा खानुपर्ने हुन्छ कि गाई चाहिँ। अनि त्यही भए एकदमै गाह्रो छ। अनि के भन्छ, अब काम त खुलित्ते रहेछ नि मुन्ना भन्ने जस्तै होइन, काम त खुलित्ते रहेछ नि मुन्ना भन्ने जस्तै होइन। के बोले भाइ? के बोले के छ थाहा बोले? यहाँ काम चाहिँ छ है गाइस। अब कसै अब हुन्छ नि, अब कसैले होइन म गर्न सक्छु भन्ने यदि कोही अब काम नपाएर बस्नुपर्छ भने चाहिँ है, हामीले अब यस्तो कामहरू सिकाइ गर्न सक्छौँ होइन गाइस। अनि त्यसको लागि चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ है गाइस। अब कसैलाई अब कामको लागि एकदमै गाह्रो भएको छ होइन, अब मलाई कामै छैन, मलाई खानुको लागि नि एकदमै गाह्रो भएको छ भने है गाइस, चिबाको अब मिनामी फुनाबासी स्टेसनको नजिकै कोही बस्नुहुन्छ भने है गाइस, कोही अब काम गर्नु यदि सक्नुहुन्छ भने उहाँले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ है गाइस। अनि देख्न सक्नुहुन्छ हाम्रो ह्यान्डसम भाइ है। एउटा गीत गाइदेऊ नि त भाइ, ऱ्याप हान्थ्यो नि त, ऱ्याप हो भने हानिदेऊ न त ल होइन। अब यो भाइले चाहिँ फेरि है अब हल्का झ्याप भएको बेलामा चाहिँ जस्तो नि ऱ्याप हानिरहेको हुन्छ कि, हल्का झ्याप भएको बेलामा चाहिँ जस्तो नि ऱ्याप हानिरहेको हुन्छ कि, आफै लिरिक्स बनाएर नि हानिरहेको हुन्छ। अनि अहिले मैले भाइ ल एउटा ऱ्याप हान नि त भनेको है, लजाइदिइरहेको भाइ है।
अनि त्यसै केमा छ अरे फ्रेसमा भएको बेलामा चाहिँ भाइलाई ऱ्याप हान्नु आउँदैन अरे होइन गाइस लाज लाग्छ अरे अनि हल्का अब हल्का 1-2 चढाएपछि चाहिँ ऱ्याप हान्न सक्छ अरे हल्का 1-2 चढाएपछि चाहिँ ऱ्याप हान्न सक्छ अरे है गाइस हामी चाहिँ सिधै आउने बेलामा यहाँनिर खाजा किनेर जान्छौँ कि जहिले अब खाजाहरू किन्यो है खानु त भ्याउँदैन है किनभने अब टाइमै हुँदैन कि त अब कुद्दा कुद्दै खानु पर्यो अनि हामी चाहिँ यो बाटोमा अब एकदम गाह्रो छ कि छिटो छिटो कुद्नुपर्ने हुन्छ त्यही भएर है अनि हाम्रो एकजना साथी चाहिँ धेरै टाइम पछि है फेरि आएको रहेछ होइन अनि उसलाई भेटिरहेको त्यही हो है ऊ चाहिँ अनि धेरै बढिएपछि है कपाल सवाल कलर गरेर कि छ नि खतरा है अब कपडा लाउने स्टाइलहरू पनि है मायाको बबाल छ है अनि है गाइस जापानमा चाहिँ कस्तो हुन्छ भने देख्न सक्नुहुन्छ है यस्तो बाटोमा नि है टक्क फुल लगाइरहेको हुन्छ कि अनि फुल लगाएर एकदम हिँड्दाखेरि पनि एकदम राम्रो देखिरहेको हुन्छ कि खतरा देखिन्छ देख्न सक्नुहुन्छ है गाइस यहाँ चाहिँ सानो केटाकेटीहरू बाबुहरू है फुटबल खेल्दै रहेछ है अनि यहाँ चाहिँ कस्तो हुन्छ भने गाइस है जापानमा चाहिँ अब सानोबाटै है एकदमै कि आउट एक्टिभिटिजहरू एकदमै गरिरहेको हुन्छ है देख्न सक्नुहुन्छ अब नेपालमा भएको भए त है सानो बाबुहरू नानीहरू त है अनि के भन्छ धुलो खेल्दै अब सानो सानो हुन्छ नि है गाइस अब त्यो खेलौनाहरू खेल्दै बसिरहेको हुन्छ नि त है फाइनली गाइस होइन अब हामी चाहिँ हाम्रो कम्पनीमा हामीले काम गर्ने कम्पनीमा आइपुग्यो है गाइस देख्न सक्नुहुन्छ यो परको है सबैभन्दा ठुलो बिल्डिङ चाहिँ है हामीले काम गर्ने कम्पनी हो अनि हामी चाहिँ यहाँबाट अब बाटो क्रस गरेर जानुपर्ने हुन्छ है गाइस अब हामी चाहिँ पुग्न लागेको के गर्नु होइन अब भित्र गएर अब खतरा काम हान्नुपर्ने हुन्छ होइन गाइस अनि त्यही हो अब काम गर्नुपर्ने हुन्छ है त्यही हो है गाइस हामीले काम गर्ने कम्पनी चाहिँ अब हामी चाहिँ पुग्न लागेको होइन गाइस यो चाहिँ होइन गाइस हाम्रो यामातो स्क्वाड हो है गाइस देख्न सक्नुहुन्छ अनि यो चाहिँ हाम्रो यामातो स्क्वाड हो अब चाहिँ हामी हान्नुपर्ने हुन्छ होइन गाइस है त अब हामी चाहिँ काममा जाँदै गरेको है जब काममा गइसकेपछि त्यही हो है हेलो गाइस होइन अहिले चाहिँ बेलुकाको 10 बजे छ अनि त्यसपछि अहिले चाहिँ कामबाट फर्किँदै गरेँ अनि त्यसपछि अब पानी पर्नु लागेको छ नि त होइन गाइस अहिले पानी पर्नु लागेको छ अनि त्यसपछि जाडो पनि एकदमै जाडो छ कि अनि फेरि कस्तो हुन्छ नि होइन जहिले मैले छाता नलिएको दिन चाहिँ पानी परिरहेको हुन्छ होइन अनि ज्याकेट नलिएको दिन चाहिँ जाडो भइरहेको हुन्छ कि है गाइस यस्तै के भएको होइन आज चाहिँ मैले अब ज्याकेट ल्याएको थिइनँ नि त अनि जाडो जाडो भइरहेको थियो होइन अनि यो भाइले चाहिँ फेरि ठ्याक्क ज्याकेट बोकेर आएको रहेछ कि अनि यस्तो मनकारी भाइहरू कहाँ पाउनु होइन यो भाइले चाहिँ दाइ ज्याकेट लाउनु न त ज्याकेट छ मसँग भनेर दिइरहेको कि अहिले चाहिँ ज्याकेट निकाल्दैछ होइन यो भाइले लाउँदै गरेको ज्याकेट चाहिँ मैले लाउनु पर्ने हुन्छ है गाइस होइन त्यस्तो हो अनि अहिले चाहिँ अब हामी फर्किँदै गरेको है यो बाटो हुँदै फर्किने हो अनि सबै नेपाली नेपाली छ कि अनि हामी फर्किनु अब ट्रेन स्टेसनसम्म पुग्नुको लागि चाहिँ अलिकति हामी हिँड्नुपर्ने हुन्छ कि गाइस है अनि हामी हिँड्दै गरेको है जाडो जाडो छ होइन अनि जस भाइले मलाई कपडा दिएर चाहिँ एकदमै न्यानो भइरहेछ है गाइस होइन न्यानो न्यानो पनि भइरहेछ अनि अब हिँड्नुपर्ने हुन्छ उयो भाइले चाहिँ अब कफी किन्छु भन्ने चाहिँ होइन कफी किन्छ होला सायद अनि भाइ दाइको लागि एउटा कफी किनिदेऊ न त अनि यो भाइले चाहिँ कफी किन्छ अरे कि गाइस है अनि यो भाइले चाहिँ फेरि है केटीहरूको लागि मात्रै कफी किनिदिन्छ कि केटाहरूलाई चाहिँ नट अलाउड होइन अनि त्यस्तो खालको हो होइन यो मान्छेले किनिदिन्छ अरे होइन अनि यो के भन्न जान्छ नि मेरोमा आएको गर्ने मान्छेलाई चाहिँ होइन यो भिडियो हेरेर अब एग्रेसिभ नभइदिनु होला होइन त्यसको लागि चाहिँ एकदमै मलाई क्षमा गरिदिनु होला सरी होइन अनि म चाहिँ यहाँ त्यही हो है यही हो है रहा नहीं जाता तड़प ही ऐसी है ना अनि त्यसपछि हिँड्दा हिँड्दै अब त्यस्तै भइहाल्छ नि त होइन गाइस अनि कुरा भनेको त्यही हो अनि त्यसपछि यो दुईजना मध्येमा है पानी नै नपरे पनि छाता ओढ्ने मान्छेहरूमा यदि कसैलाई मन परेछ भने यस्तो यस्तो हुन्छ अरे कि गाइस कस्तो हुन्छ अरे भन्दाखेरि अब यदि हल्का पानीको हल्का एक फोकाले गर्दाखेरि पनि होइन फाउन्डेसनहरूमा इफेक्ट पर्न सक्छ नि त गजब बेइज्जती है अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ दुईजनाले छाता ओढेको अरे होइन गाइस अनि यदि दुईजना मध्येमा को मन पर्यो है राम्री राम्री छ होइन भर्खरै यस्तो हो कि
उहाँलाई चाहिँ तिमी सिङ्गल हो अनि गाइस होइन दुवैजना सिङ्गल छ अरे यदि अब कसैलाई मन पर्यो भने चाहिँ कमेन्टमा होइन अनि ऊ मनपर्छ कि ऊ मनपर्छ 1 नम्बर कि 2 नम्बर होइन अनि कमेन्ट गरेर मन पर्यो भने है हैन यो ब्लग हेरेर चाहिँ तपाईहरु मक्ख नआउनु होला है यो ब्लग भनेको जस्ट के हो चिलिङ पारामा हो के चिलिङपारा हो के भन्छ त्यसलाई इन्जोइङ पारामा छ यो ब्लग सबैजनाले हुँदैलाई चाहिँ लाइक शेयर सब्स्क्राइब अनि टुङ्ग के साइडको बेल आइकन बटनमै के A few moments later. फाइनली होइन गाइस हामी जाने चाहिँ ट्रेन आयो है देख्न सक्नुहुन्छ अब हामी चाहिँ जानुपर्ने हुन्छ होइन गाइस अनि त्यही हो अनि दुईजना चाहिँ अलरेडी बसिरहेको छ होइन अनि तिनको ट्रेनमा चाहिँ अब हल्का तितो हो है अनि भ्लगहरू बनाउनु मिल्दैन अनि अहिले चाहिँ म आइपुगेँ देख्न सक्नुहुन्छ पानी हल्का परिरहेको छ होइन अनि पानी परिरहेको छ अब चाहिँ म हल्का भिज्दै जानुपर्ने हुन्छ अनि त्यति बेलासम्म भ्लग हेरेर साथ दिनुभयो त्यसको लागि एकदमै धेरै धन्यवाद है अनि भिडियो मन पर्यो भने लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु है ल भाइ भनिदेऊ न त हेलो नमस्ते हाम्रो भ्लगलाई अब लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला हाम्रो होइन उनीहरूको भ्लगलाई पाण्डा भ्लगलाई तपाईँले माया देखाउनु होला धेरै धेरै माया देखाउनु होला फलो गर्नु होला सब्सक्राइब गर्नु होला छिटोभन्दा छिटो 1000 कट्नु पर्यो एकदम टार्गेट अन टार्गेट हुनुपर्छ है ल है यसको लागि एकदमै धेरै धन्यवाद है भाइलाई नि अनि मेरो भ्लग हेरिदिनु है यसको लागि एकदमै धेरै थ्याङ्क यू हस् त बाई गाइज